अभिवादन सबैलाई। ल हेर्नुस्, यो धर्म कस्तो चीज होला। अब धर्मको नाममा अब संसार चाहिँ नि हल्ली खल्ली भएको छ, संसारभरि चाहिँ नि धर्म। अब अरू कुरो छोडिदिउँ, जो चीज देखेकै छैन, थाहै छैन के हो भन्ने कुरो। अब न अल्लाह देखिया छ मुसलमानले, न हाम्रो चाहिँ नि हिन्दूले चाहिँ नि कुनै भगवान देखिया छ, केही पनि देखिया छैन। अब यो कुनै कुरो देखेको छैन। त्यो नदेख्दा नदेखे पनि मान्छेमा यति ठुलो चाहिने अब एक किसिमको भ्रम छ यो धर्म भनेर। अब तपाईको चाहिँ नि 1947 भन्दा अझै अगाडि नै तपाईको यही धर्मकै नाममा अब यो पाकिस्तान र चाहिँ नि भारत टुक्रियो। पाकिस्तान मुस्लिम मुल्का जति पनि छन् पाकिस्तानतिर रहे 1947 भन्दा पहिला मानव पछि, र हिन्दूहरु जति बहुमत हिन्दूहरु जम्मै चाहिँ इन्डियामा रहे र अब त्यसरी चाहिँ देश पनि टुक्रियो। अब यो धर्मले गर्दा देश पनि टुक्रिने, घर परिवार टुक्रिने, मान्छे बीचमा मारकाट हुने। अब एउटा धर्म मानेको छ भने अर्को धर्म, अब त्यो धर्म मान्नेलाई एकदम चाहिँ नि त्यो स्वर्ग भयो। उल्टो धर्म, त्यो धर्म नमान्ने त मारिनु पर्छ। अब अस्ति भर्खर देख्नुभयो होइन, हाम्रो नेपाली एकजना चाहिँ नि यही कारणले त्यो द्वन्द्व त त्यही हो नि त। धर्मको द्वन्द्वमा पिल्सिएर चाहिँ नि हाम्रो एकजना नेपालीले त अस्ति अनाहकमा चाहिँ नि ज्यान गुमाउनु भयो, ज्यान गुमाउन पर्यो। अब यो पनि चाहिँ त्यही धर्मबाटै चाहिँ नि ज्यान गएको हो। त्यस हुनाले यो धर्म त ठिकै हो आस्था राख्ने, तर वास्तवमा यो धर्मबाट संसारै विचलित भइसकेको छ। संसारै अब प्रत्येक चाहिँ नि घर पनि, घर घरमा, दाजुभाइमा, दिदी बहिनीमा, घर परिवार पनि धर्मको नाममा विचलित छ। समाज पनि धर्मको नाममा विचलित छ र सिङ्गो चाहिँ नि यो गोएबल संसार नै चाहिँ धर्मको नाममा विचलित भएको छ। अब यो धर्मले यसको अन्त चाहिने त हुन्छ नै। अब ल हेर्नु, अहिले भर्खरै अब पाकिस्तान का कतिवटा फाइटर विमान चाहिने इन्डियाले झारिसक्यो होइन। अब यो त द्वन्द्व त सुरु भयो। अब त्यहाँ मुस्लिमलाई देख्ने बित्तिकै चाहिँ नि अब यता हिन्दूहरूले चाहिँ नि झ्यापै पारिहाल्ने। त्यसपछि अब हिन्दू देख्ने बित्तिकै उताका ती मुस्लिमहरूले चाहिँ नि सिद्धाइहाल्ने स्थिति। अब त बंगलादेशको स्थिति हेर्नुहोस्। अब जुनसुकै चाहिँ नि देशमा शान्ति छ, धर्मले शान्ति गराएकै छैन। जब धर्ममा चाहिँ कम्पिटिसन भयो, धर्मले चाहिँ नि विभाजन मात्रै गरेको छ, धर्मले चाहिँ नि शान्तिको बिउ रोप्न दिएको छैन। त्यसो हुनाले चाहिँ नि यो मानिसमा चाहिँ धर्म त अब के भन्नुहुन्छ, आफ्नो आस्था नमान धर्म भन्न त भएन। धर्म त मान्नै पर्यो, अब सबैको आफ्नो आफ्नो आस्था हुन्छ। तर पनि धर्मलाई यति गहिरो डिपली भन्छ कि डिप, यो मानव अफिमको रूपमा चाहिँ जहाँ धर्मलाई लिइन्छ र ल्याइन्छ, यो नै सबभन्दा चाहिँ राम्रो कुरो होइन। अब म त यति मात्रै भन्न चाहन्छु कि धर्मको नाममा संसारभरि मान्छेको चाहिँ बाँच्ने अधिकार, एउटा धर्म एउटाले लिएछ, त्यसको बाहुल्यता त छ भने अर्को धर्म लिएको मान्छेको बाहुल्यता छैन। त्यही बंगलादेशमा हेर्नुहोस् न, तपाईले टाढा त जानै परेन नि त। अब बंगलादेशमा कति बेला हिन्दूहरू के हुन्छन् भन्ने कुरो त थाहा हुन्न, किन भन्दा बंगलादेशमा लगभग 90% चाहिने अब तपाईको मुस्लिम छन्, अब 10% मात्रै हिन्दू छन्। अब हिन्दू जतिखेर पनि चाहिने धर्म मुस्लिमको आडमा अथवा मुस्लिम धर्मको आडमा हिन्दूहरू च्यापिएका छन्। अब यो च्यापिएर बस्नु पनि त आखिरीमा त्यो धर्मले एक किसिमको चाहिने राम्रो त गरेन होइन। त्यसमाले चाहिँ मैले त यति भन्न चाहन्छु कि धर्मको नाममा संसारभरि अब यस्तो भइरहेको छ। यसको विकल्प अब धर्मै कसैले नमान्नु है, धर्म मान्नु हुँदैन भन्ने कुरो त छैन। आफ्नो आस्था त संसारभरि जसले जहाँ पनि राख्न पाउनु पर्छ, त नैसर्गिक अधिकार हो, ह्युमन राइट भित्र पर्यो होइन। मान्छे जन्मसिद्ध अधिकार कि कुनै धर्म चाहिने म यो मान्छु भन्ने हो भने तै मान्न पाउनुहोस् भन्न त भएन। तर त्यो धर्मभित्र आडम्बरी लुकेको हुन भएन। मेरो भनाइ यति है। लाल सलाम सबैलाई।